यो भागमा हामीले सन्धि खर्कसम्मको यात्रा पूरा गरिसकेका थियौँ। यो जुन देखिएको फुतफुते झरना जुन चाहिँ अगाडिको भागमा आइसकेको छ, हामीले सन्धि खर्कमा एकदमै रमाइलो गरेका थियौँ। अब सुरु हुन्छ हाम्रो नर्थ एबिसी तर्फको यात्रा। बिहानको शान्त वातावरण, चिसो मौसम अनि नयाँ ठाउँतर्फ जाने उत्साह। आजको यात्रा सन्धि खर्कबाट नर्थ एबिसी तर्फ। बिहानै उठेर सबै तयारी पुरा गर्यौं अनि लाग्यौं हाम्रो गन्तव्यतर्फ। बाटो लामो थियो, तर बाटोमा देखिने सुन्दर दृश्यले यात्रा थकान महसुस हुन दिँदैन थियो। अब हेरौं सन्धि खर्कबाट नर्थ एबिसीसम्मको हाम्रो यात्रा कस्तो रह्यो। हामी अहिले यो सन्धि खर्कबाट चाहिँ माथि लागिसकेका छौँ। यस्तो छ, सबैजना आउँदैछौँ। लगभग अब यस्तै बिस्तार बिस्तार हिँड्दै आज हाम्रो पञ्चकुण्डसम्म पुग्ने योजना छ। बाटो यस्तै छ, मेरबार। हामी कोही अगाडि कोही पछाडि गर्दै आफ्नै यात्रामा हिँडिरहेका थियौँ। बिहान करिब 5 बजेको थियो। चिसो मौसम अनि वरिपरि शान्त वातावरण। सबैजना आफ्नो गतिमा हिँड्दै कहिले अगाडि त कहिले पछाडि हुँदै नर्थ एबिसी तर्फको यात्रालाई निरन्तरता दिइरहेका थियौँ। बिहानै निस्केको भएर बाटोमा अझै अँध्यारो थियो, तर मनमा पनि नर्थ एबिसी पुग्ने उत्साह छुट्टै थियो। Hello guys, day 2 and today also I have checked the phone of Manish. So today is second day and we are heading towards Panchakunda and I hope our destination will be good. It's very cold outside here. Okay, being part is doing Manish hand over his phone to me to click his phone, his photo. I accidentally make the video. So look, the area is very beautiful. It's very nice. Okay, but it's very difficult to head upwards. It's very I feel so suffocated. Okay, this much for now. Bye. Hello guys, we are heading towards Gufa part. And I don't know, do I look beautiful or not? But also, I feel I am beautiful in this whole universe. किनभने आफूले आफूलाई माया गर्नुपर्छ रे। खै के हो अब गीत गाउनु पर्यो एउटा। भिड र पहिरो खोलाको बाटो नमान्नु डरै डर, नखोल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर, नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर। बाई। करिब 2 घण्टा जति हिँडेपछि हामीले बाटोमै चिया खानको लागि रोक्यौँ। चिया बनाउन सबै सामान हामीले लिएर आएका थियौँ। चिसो बिहान मौसममा आफैले बनाएको तातो चियाको स्वाद नै बेग्लै थियो। अनि पछाडितिर देखिएको हिमालको सुन्दर दृश्यले त यो पललाई झन विशेष बनाइदियो। थकानको बीचमा तातो चिया, वरिपरि शान्त वातावरण अनि आँखै अगाडि देखिएको हिमाल, यात्रा मजा नै छुट्टै थियो। हामी अहिले यहाँ चिया खाएर अगाडि बढिरहेका छौँ। हेलो, हिमाल छ है। आहा, क्या दामी देख्यो नि त, देख्नुभयो? त्यहाँसम्म पुग्यौँ हामी। चिया खाइसकेपछि हामी फेरि आफ्नै यात्रामा अगाडि बढ्यौँ।
बाटोमा सुन्दर दृश्य हेर्दै कहिले हिँड्दै त कहिले केही बेर आराम गर्दै हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको थियो। यात्रा जति नै लामो हुँदै गयो रमाइलो पनि त्यति नै बढ्दै गयो। हामी चाहिँ अहिले बिस्कुट लगाइसकेका छौँ। लगभग हामी बिहान 5:30तिर जस्तो पनि हिँडेको थियौँ। 8:10-12 भएको छ। यो चाहिँ कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। अब यहाँबाट हामी सुनखोला हुँदै पञ्चकुण्ड पुग्नेछौँ। आज लगभग 3.5 घन्टा जति चाहिँ लाग्छ होला। यहाँ आइपुग्दाखेरि एकदमै चिसो भएको कारणले र हामीलाई थकाइ लागेर भोक लागिसकेको कारणले गर्दाखेरि हामीले यहाँ चाहिँ खानासाना खाएर अगाडि बढ्यौँ। हामी अहिले बुस्केटबाट पनि अब पञ्चकुण्ड जाँदैछौँ। यो पुरै गोल्ड रिभर जाँदैछौँ है। ल यो चाहिँ बुस्केट मेला हो। त्यहाँबाट हामी ब्रेकफास्ट गरेर अब निस्किसकेका छौँ। कति बज्यो अहिले? 9:30 भएछ है। ल हामी कहाँ आइपुग्यौँ? बिस्केट कहाँ आइपुग्यौँ हामी? बिस्केट ल। अनि यो त के भयो त? ठाउँको नाम त मिस्टेक भयो त। त्यो हो देखेको। हामी अहिले यो सुनखोलामा आइसकेका छौँ। यहाँ चाहिँ यो मेरो ज्याकेटको जस्तै कलर भएको कारणले गर्दाखेरि चाहिँ होइन त्यस्तै छ। त्यसै कारणले गर्दा सुनखोला भएको जस्तो लाग्यो। चिसो हावा चलिरहेको छ। अब यहाँबाट हामी पञ्चकुण्ड लगभग 2 घन्टामा पुग्छौँ होला। बिस्तारै हिँड्दै आएको छौँ आज हामी साथी खर्काबाट बिस्तारै। सुनखोलाबाट पनि हामी अगाडि लागिसकेका थियौँ। अब केही समयमा नर्थ एबिसी जुन पञ्चकुण्ड पुग्दैछौँ हामी। यो चिसो हावा, अलिअलि लागेको थकाइ, अलिअलि लागेको भोक। Finally, at the elevation of 4,060 meters from the sea level, and we achieved it. त्यो देखेको चाहिँ पञ्चकुण्ड हामी आइसकेका छौँ। अब आज हाम्रो बसाइ यहीँ हुन्छ। आइसकेका छौँ हामी। So, guys, after 8 or 9 hour trek there, we're at Panchakunda Lake, which is very religious, and for us Nepali, it is very what you can say is we are very privileged to come here and explore Nepal. नेपालीबाटै भन्दैन मेरो भ्युवरहरूले नबुझ्ला नि फेरि विदेशी बनाउने बाँकी छ अरे कि। हामी आइसकेका छौँ पञ्चकुण्ड। त्यो देखेको पञ्चकुण्ड। ल है ल। यसरी हिँड्दै रमाइलो गर्दै अन्ततः हामी नर्थ एबिसी जुन पञ्चकुण्ड आइपुग्यौँ। नर्थ एबिसी पुग्दा वरिपरिको सम्पूर्ण दृश्य कुहिरोले ढाकेको थियो। हामी अहिले कहाँ छौँ? पञ्चकुण्ड पछाडि लेक छ तर देखिएको छैन। भोलि हामी देखाउने छौँ। Hi guys, we made it to Panchakunda Lake and the elevation is 4050. So you can see Panchakunda Lake behind, but nothing is visible. So hopefully weather will support us tomorrow and we'll get good pictures. For now, that's it. हेर्दै गर्नु होला। बाई बाई। आज हामी करिब 2:30 बजेतिर नर्थ एबिसी आइपुग्यौँ। होटेलहरू सबै प्याक भइसकेका थिए तर हामीले चाहिँ
बाटोमा आउँदै गरेको दाइहरूलाई चाहिँ त्यहाँ होटेल भनिदिनु भन्नुभएको कारणले गर्दा हामीले सजिलै होटेल पायौँ। चिसो एकदमै थियो। करिब हामीले 2 घन्टा आराम गरिसकेपछि हामी एकछिन बाहिर निस्क्यौँ। चारैतिर हिउँको चिसो। हेलो गाइस, अनि हामी चाहिँ पञ्चकुण्डमा छौँ। ल यस्तो छ अहिले चाहिँ मौसम खुल्या छैन। हामी त्यही पनि तपाईँहरूलाई देखाइरहेछौँ। यो देखिएको पञ्चकुण्ड लेक जुन चाहिँ हुस्सेहरू लागेर छेकिरहेको थियो। बिहान 5:30 बजिसकेको थियो। चिसो हावा अनि अगाडि देखिएका सेता हिमालहरूले बिहानलाई झन् विशेष बनाइदियो। हेलो गुड मर्निङ। हामी चाहिँ अब हिँड्नको लागि रेडी भइसकेका छौँ। यस्तो छ मौसम चाहिँ। हेलो फाइनल्ली हामी फर्स्ट बेस क्याम्पमा आइसकेका छौँ। केही छ तपाईँहरूको छेक्यो होइन? कस्तो एक्साइटेड भएको थियौँ। यस्तो यहाँ पुरै फुटबल खेल्नको लागि त्यो एउटा नेताले भन्थ्यो कि यहाँनिर माथि गएर फुटबल खेलाउनुपर्छ नेपालीहरूलाई भने। यहाँ हेर्नुहोस्, यहाँनिर यहाँ पानी हुन्थ्यो पहिला। ए बालन सरकार, हेर्नु हामी यहाँ नर्थ एबिसीमा आएको छौँ। यहाँ फुटबल ग्राउन्ड चाहियो, हामीलाई चाहियो। हामी यो पञ्चकुण्ड आइसकेका छौँ। कस्तो मौसमले चाहिँ धोका दियो। यस्तो भयो कि तल कुण्डको माथि पुरै वरिपरि हिमाल छ तर हेर्न पाइएन। बिहानीको समयसँगै हामी यस पञ्चकुण्ड तालको भ्यू पोइन्टमा आएर यो तुवालो खोलिदियोस् भनेर प्रे गर्दैछौँ। हे भगवान, हे शम्भु, खुल्दैछ। यसरी हटाउँदैछ हामी बार्न यहाँ बसेर। हेलो, मैले यो त्यहाँबाट चाहिँ त्यो जुन आइस देखेको छ त्यहाँबाट चाहिँ यो पानी पुरै आउँछ पञ्चकुण्ड भएर। भ्यू यस्तो छ हेर्नुहोस्। यहाँ अलिअलि देखिया छ माउन्टेन। यो तलको ताल मजाले खुल्या छैन। सुन्दर पञ्चकुण्ड लेक, अर्कोतिर सेताम्बे हिमाल, चारैतिर चिसो वातावरण। अनि यस्तो ठाउँमा पुगेपछि प्रकृतिलाई हेरेर मात्र बस्न पनि मन लाग्ने रहेनछ, रमाइलो गर्न पनि मन लाग्ने रहेछ। त्यसपछि हामी केही समय लेक र हिमाललाई हेर्दै रमायौँ, फोटो भिडियो खिच्यौँ अनि आफ्नै स्टाइलमा डान्स गर्दै मजाले इन्जोय गर्न थाल्यौँ। एकदमै रमाइलो भइरहेको थियो र हामी यहाँसम्म कसरी आइपुग्यौँ। हाम्रो यात्रा सुरु भएको थियो काठमाडौँबाट पोखरा हुँदै तातोपानीसम्म आइपुग्यौँ। तातोपानीबाट होमखोला पुग्यौँ र त्यहाँबाट हाम्रो ट्रेकिङ स्टार्ट भयो। होमखोला हुँदै हामी सन्धि खर्कसम्म आयौँ र सन्धि खर्कमा त्यो रात त्यहीँ बस्यौँ, त्यहाँ रमाइलो गऱ्यौँ र सन्धि खर्कबाट हामी अगाडि बढ्यौँ। नर्थ एबिसीको लागि हिँड्यौँ र हामी 2:30 बजे नर्थ एबिसी आइपुगेका थियौँ र त्यो रात हामीले त्यहीँ रमाइलो गऱ्यौँ र त्यहाँबाट हामी भोलिपल्ट बिहान यो भ्यू पोइन्ट आइपुग्यौँ जुन चाहिँ एकदमै राम्रो थियो। हामी भ्यू पोइन्ट आइपुग्दा मग्न भयौँ, हेरिरहेथ्यौँ यो जुन देखिएको। ल यहाँ हेर्नु, यो पछाडि हिमालय यहीँ छ, पछाडि देखेको यता सबैतिर हिमाल छ, एकदम बबाल छ होइन। भिडियो के कस्तो लाग्छ हेरिदिनु होला। यहाँ हेर्नु त, आमामा ओ माई गड, यहाँनिर पोखरी चाहिँ यो छिक्किने लागिसक्यो। अब आइसक्यो उताबाट पुरै। ल हामी माथि गयो अरे। यहाँनिर यो चाहिँ ओल्ड बेस क्याम्प 4310 मिटरमा हामी छौँ। यो अहिले तुवालो सबै लाग्यो।
यहाँ चाहिँ कस्तो हुन्थ्यो भने तपाईँको पुरा पानी आएको बेला यहाँ पानी यो हो यहाँ चाहिँ हेलिकप्टर ल्यान्डिङ गर्ने पनि बनाएको रहेछ। यस्तो छ। अब हामी तल झर्दैछौँ होइन, के कस्तो हुन्छ हेर्दै जानु होला। भिडियो पनि कस्तो लाग्छ जानकारी पनि गराइदिनु होला। ल हामी चाहिँ अब यहाँबाट निस्क्यौँ। अब चाहिँ आज कहाँसम्म भइन्छ, तातोपानी बेनी पोखरा जहाँसम्म भइन्छ त्यहीँसम्म गएर बस्ने हो। हेर्दै गर्नु होला। फेरि अर्को नयाँ भिडियो लिएर आउने नै छु। यो नर्थ एबिसी कस्तो लाग्छ म यो नम्बरहरू पनि राखिदिन्छु। तर यता फोन केही लाग्दैन है, केही पनि लाग्दैन। फोन नगर्दा नि हुन्छ, केही हुँदैन। हुमखोलाबाट माथि आइसकेपछि केही छैन। ल है त, बाई बाई, सी यू नेक्स्ट ब्लग। हामी अहिले लेक साइड घुमिरहेछौँ। हेलो, हामी कस्तो ल जाउँ है। हामी अब खाना जाँदैछौँ है। हामी यस्तो मिठो खाना जाँदैछौँ हामी होइन। मोबाइल नर्थ एबिसी एकदमै रमाइलो भयो। तपाईँहरूलाई नै भिडियो के कस्तो लाग्छ जानकारी गराइदिनु होला। हामी नर्थ एबिसीबाट सिधै पोखरा आइपुगेका थियौँ र पोखरामा हामीले त्यो रात बितायौँ जुन एकदमै रमाइलो गऱ्यौँ। हामी झर्दैछौँ तल। हेलो, अब हामी मन्दिरतिर छोडेर जाँदैछौँ पोखराबाट। होइन अब जान्छौँ नि त। बाई बाई, हामी गयौँ। ल टाटा, फेरि भेटौँला। सबैजनालाई धन्यवाद भन्दै म भिडियो यहीँ अन्त्य गर्नेछु। हस्त धन्यवाद।